बिस्तारा 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 सबैजना हुनुहुन्छ है त 1 लाखदेखि 10,000सम्म गरिबार भनेको चाहिँ हेलो लासो फ्याफुलो जोरले तास्ताले सलाम अलैकुम जय मिसिया तारेबम सेवारो नमस्ते साथीहरू म आज पनि आइसकेको छु नयाँ भ्लग लिएर आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु हैन बिस्तारा 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 ल आज चाहिँ कृष्ण अष्टमी हो हैन अनि यता बाबुले बोर्डिङ लाँदैछु छोरा हिरो भएको छ मेरो छोरा चाहिँ कस्तो लागिरहेको तिमीलाई एकचोटि बाँसुरी बजाएर सुनाइदेऊ नि त ल त्यही हो त साथीहरू है त कस्तो हुन्छ हेर्नु होला है त बाबुको बोर्डिङमा जाँदैछौँ ल साथीहरू हामी चाहिँ अब बाबुको बोर्डिङमा जाँदैछौँ त्यहाँ चाहिँ अब सबैजना कृष्ण राधिकाहरूले नचाउँछन् होइन कस्तो लाग्छ हेरिदिनु होला माया साथ सपोर्ट पनि दिन नभुल्नु होला र मेरो नयाँ सिरियल आएको छ कथा जिन्दगीको सबैजनाले गएर कथा जिन्दगीको सिरियललाई पनि माया गरिदिनु होला है त माया देखाइदिनु होला सबैजनाले कमेन्ट गरिदिनु होला होइन तपाईँहरूको साथ सपोर्टको सख्त जरुरत छ हामीलाई हाम्रो सम्पूर्ण टिमको काम कसको के भइरहेछ कसको काम कस्तो अवस्थाले गर्दा ठिक हुन्छ होइन सिरियललाई कसरी अगाडि बढाउँदा राम्रो हुन्छ कहानीमा के पुगेको छैन होइन कस्तो तरिकाले कथालाई बढाउँदा हुन्छ भन्ने पनि प्रतिक्रिया दिन नबिर्सिनु होला हाम्रो लागि तपाईँहरूको एक एक कमेन्ट एकदम महत्त्वपूर्ण हुन्छ धेरै नै एक कमेन्ट भनेको नि हाम्रो लागि यति हौसलामूलक हुन्छ कि त्यो कल्पनै नगरौँ होइन र त्यही हो सबैजनाले साथ सपोर्ट गर्नु होला कथा जिन्दगीको अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला र साथसाथमा मेरो च्यानललाई पनि सब्सक्राइब हाल्न नबिर्सिनु होला ताकि आउँदो अघिल्ला दिनहरूमा हाम्रो कामहरू होइन अब सुटिङ सम्बन्धीको चाहिँ तपाईँले मेरै भ्लगबाट हेर्न सक्नुहुन्छ कसरी हामीले टिममा काम गर्छौँ कसरी अघि बढ्न सक्छौँ भन्ने तरिकाको कामहरू अनि प्लस सिरियलको लागि कथा जिन्दगीलाई सब्सक्राइब गर्नुपर्ने हुन्छ त्यही हो अब सबैजनाको काम एकदम राम्रो छ सबैजना एकजुट भएर काम गरेको छौँ होइन त्यही नै हो साथीहरू र अब आज चाहिँ विशेष छोरोको बोर्डिङमा कृष्ण अष्टमीको त्यहाँ अब उनीहरू के प्रोग्राम छ अनि त्यहाँ जाँदैछौँ कस्तो लाग्छ के लाग्छ हेरिदिनु होला साथ सपोर्ट दिनु होला हाम्रो नेपालको जादु हेर्नु है त यहाँ फोहोर फाल्नेलाई 1 लाखदेखि 10,000सम्म गरिबार भनेको चाहिँ यहाँ चाहिँ यस्तरी फोहोर फाल्छ जहाँ फोहोर फाल्न हुँदैन भनेको छ त्यहीँ फोहोर फाल्दैछ क्या अब के भन्नु अब होइन यस्तै छ कि अलिक दायाँ बायाँ फाल्नु नि बरु होइन त्यहीँ फाल्दैछ कि त्यहीँ ठ्याक्कै बोर्ड मुनि कि अब के काम लाग्यो त्यत्रो अध्यक्ष बनाएर यसको विषयमा चाहिँ थोरै सोच्नुपर्छ होइन हामी नेपाली त्यही हो अब बाइकहरू नि जहाँ पार्किङ गर्नु हुँदैन भनेको छ नि त्यहीँ लगेर पार्किङ गरिदिन्छौँ है ठिकै छ नेपाल हो नेपालमा जे पनि चल्छ गाह्रो छ बौद्धको जाम चाहिँ यस्तै छ हेर्नु साथीहरू के गरिहाल्छ गाडी यस्तो गरिहालेछ त्यहाँ छुनी ताल्यो ल हामी चाहिँ बाबुको बोर्डिङ आइपुग्यौँ साथीहरू आउने बित्तिकै यहाँ राधिकाजीलाई देख्न पायौँ हेलो कृष्णजी यहाँ आउनुहोस् न खै मेट्यो क्या ल आउनु मम्मीले किनेर ल्याइदिनु छ ल यहाँ आउनु मम्मी ल्याइदिनु छ ल आउनु कृष्णजी भएर किन यस्तो भइसक्यो तपाईँ कृष्णजी किन यस्तो भइसक्यो Morning.
बाई धेरै रमाइलो छ मेरो बाबुको बोर्डिङ चाहिँ एकदम यता चाहिँ राधाजीहरू कृष्णजीहरू सबैजना हुनुहुन्छ है त हामी चाहिँ अहिले छोरीको बोर्डिङमा छौँ रमाइलो भएर छ राधिका कृष्णजीहरू सबैजना हुनुहुन्छ ल त साथीहरू है त त्यति नै हो बाबुलाई छोड्न आएको थियो अब हामी निस्किन्छौँ हामीलाई है त जाउँ मेन विशेष प्रोग्राम त भोलि हुने के अरे आज चाहिँ अब यसो हल्का फुल्का भ्लग चाहिँ यसो अपलोड गर्नै गाह्रो भइरहेछ साथीहरू डेली अपलोड गर्छु भने अनि लास्टै गाह्रो भइरहेछ कहाँ जानु के देखाउनु होइन ल साथीहरू 10,000 सब्सक्राइबर पुगेको दिनमा चाहिँ खतरा भ्लग आउँछ है खतरा जुन दिन 10,000 पुग्छ सब्सक्राइबर होइन दामी भ्लग बनाएर ल्याउँछु टुर भ्लग हुन्छ कि त्यतिखेर चाहिँ होइन ट्याक्क लगाएर लङ टुरको भ्लग बनाएर हाल्छु है मैले हरेक भ्लग पनि भनेको छु यो होइन त्यही भएर सबैजनाले सब्सक्राइब गरिदिनु पऱ्यो जति पनि मेरो भिडियो क्लिक गर्नुहुन्छ होइन सब्सक्राइब गरिदिनुहोस् हजुरहरूको साथ सपोर्ट होइन त्यो एकदम चाहिन्छ मलाई धेरै नै गाह्रो छ मामाले बोलिरहनु भएको छ भान्जाले देखाएको छैन गाह्रो छ आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु हस् त धन्यवाद लाल सलाम एकछिन भयो नि यार लप पत्तिन्छ क्या लप पत्तिन्छ एकैछिन रुगा ल सुक्या होइन क्या